आज दिउँसो 3 बजे नेपाली सिने जगतमा ठूलो हलचल मचिँदैछ। नेपाली एक्सन किङ निखिल उप्रेतीको चलचित्र आचार्यको आधिकारिक टिजर सार्वजनिक हुँदैछ। तर प्रश्न उठ्छ, के यो टिजरले फर्स्ट लुकको भिएफएक्सलाई लिएर भएको आलोचनालाई मत्थर पार्न सक्ला? के निखिल दाइले फेरि नेपाली पर्दामा आफ्नो जादु देखाउन सक्नुहोला? आचार्यको फर्स्ट लुक सार्वजनिक हुँदा निखिल दाइ निकै फरक र आध्यात्मिक अवतारमा देख्नु भएको थियो। लुक्सले नै फिल्ममा सामान्य कथामा आधारित छैन भन्ने संकेत दिएको थियो। तर फर्स्ट लुकको भिडियोमा प्रयोग गरिएको भिएफएक्सलाई लिएर धेरै दर्शकले कडा आलोचना समेत गरेका थिए। विशेष गरी औंलामा गाडीको टायर घुमाएको सिन र गाडीलाई विस्फोट गराएको दृश्यलाई लिएर भिएफएक्स कमजोर र अप्राकृतिक भएको टिप्पणी भएको थियो। कतिपय दर्शकले त ती दृश्यहरू निकै सामान्य र कृत्रिम देखेको समेत बताएका थिए। अब आज 3 बजे सार्वजनिक हुने टिजर निर्माण पक्षका लागि एउटा ठूलो परीक्षा बन्नेछ। यदि टिजरमा पनि भिएफएक्स कमजोर देखियो भने दर्शकहरू थप निराश हुन सक्छन्। तर दमदार डायलग, उत्कृष्ट सिनेमाटोग्राफी, राम्रो कलर ग्रेडिङ, स्तरीय एक्सन र प्रभावशाली भिएफएक्स देखियो भने पहिलेको आलोचना धेरै हदसम्म मात्र हुन सक्छ। अब निखिल उप्रेतीको चर्चा भइरहँदा ब्राज भट्टको 12 गाउँ 2 लाई कसरी बिर्सन सकिन्छ, हैन र? तरवारको धारमा हिँड्ने संकल्प गरिसकेपछि यस्ता सानातिना जंगली काँडाहरूसँग डराउनु हुँदैन। निरङ्कुशको साम्राज्य र पराधीनको शक्ति कहिले टिक्न सक्दैन। 12 गाउँको पहिलो भागले नेपाली फिल्ममा एक्सनको नयाँ क्रेज सिर्जना गर्यो। अहिले 12 गाउँ 2 को हाइप पनि निकै बलियो देखिन्छ। यसको मुख्य कारण ब्राज भट्टको र रियल एक्सन प्रतिको दर्शकको आकर्षण हो। अब निखिल दाइको आचार्यले 12 गाउँ 2 को त्यो हाइपलाई कसरी टक्कर दिन्छ, त्यो हेर्न निकै रोचक हुनेछ। एकातर्फ आचार्यमा आध्यात्मिक र रहस्यमय कथा देखिने संकेत छ भने अर्कोतर्फ 12 गाउँ 2 ले एक्सनलाई प्राथमिकता राखेको देखिन्छ। निखिल दाइका पुराना फ्यानहरू उहाँलाई फेरि त्यही पुरानो जोश र दमदार स्क्रिन प्रेजेन्टमा हेर्न आतुर छन्। त्यसैले आजको टिजरमा उहाँको अभिनय, डायलग डेलिभरी, एक्सन र क्यारेक्टर कस्तो देखिन्छ भन्ने कुराले निकै ठूलो भूमिका खेल्नेछ। यदि निर्माण पक्षले फर्स्ट लुकबाट आएको प्रतिक्रियालाई ध्यानमा राखेर टिजरमा भिएफएक्स र मेकिङ सुधार गरेको छ भने आचार्यले दर्शकको ध्यान फेरि तान्न सक्छ। अब तपाईलाई सोधौं, तपाई कुन फिल्मको प्रतीक्षामा हुनुहुन्छ, आचार्य के 12 गाउँ 2? के तपाईलाई पनि आचार्यको फर्स्ट लुक भिडियोमा देखाएको भिएफएक्स कमजोर लागेको थियो? विशेष गरी औंलामा गाडीको टायर घुमाएको सिन र गाडी विस्फोटन गरेको दृश्यबारे तपाईको धारणा के हो? आज 3 बजे आउने टिजरले तपाईको मन जित्ला त? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नु होला। नेपाली सिनेमाका लागि यो सुखद समय हो। हाम्रो लेजेन्डरी कलाकारहरू फेरि सक्रिय भइरहेका छन्। चाहे आचार्य होस् वा 12 गाउँ 2, दुवै फिल्मले नेपाली फिल्म उद्योगलाई थप चलायमान बनाउने अपेक्षा गर्न सकिन्छ। टिजर सार्वजनिक भएपछि म फेरि यसको विस्तृत रिभ्यू लिएर आउने नै छु। भिडियो मन परेमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र यस्तै नेपाली फिल्मका अपडेट तथा रिभ्यूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको लागि म सुरेश बिदा चाहन्छु। जय नेपाल, जय नेपाली सिनेमा। सब्स्क्राइब गरेर त्यो बेल आइकन थिच्न नभुल्नु है त साथीहरु।